आदरणीय दर्शकहरू नमस्कार। सोचिरहेको छु कि कुरा कहाँबाट सुरु गरौं र कार्यक्रम कसरी प्रस्तुत गरौं। आजको हाम्रो कार्यक्रमको विषयवस्तु हुनुहुन्छ पुष्पा बस्नेत। 29 वर्षीय समाजसेवी पुष्पा बस्नेत अहिले एकचोटि फेरि समाचारमा आउनु भएको छ। दक्षिण कोरियाको एक अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित भएपछि विभिन्न कारागारहरूमा विभिन्न कारणहरूले थुनिएका गरिब बाबुआमा जसका सन्तानहरूलाई हेर्ने पालन पोषण गर्ने कोही छैनन्, ती निरपराध बालबालिकाहरू पनि आफ्नो बाबु वा आमाको अपराधको कारणले गर्दा उनीहरूसँगै जेलमा बस्न बाध्य हुने परिस्थिति कतिपय अवस्थामा देखिएको छ। यस क्षेत्रमा पुष्पा बस्नेतको संस्थाले विगत केही वर्षहरूदेखि, विगत 8 वर्षको अवधिदेखि काम गर्दै आएको छ। आजभन्दा करिब 2.5 वर्ष अघि मैले पुष्पा बस्नेतलाई भेटे। त्यस बखत उहाँ महाराजगञ्जको एउटा सानो घरमा केही बालबालिकाहरू जसका बाबुआमाहरू जेलमा थुनिएका थिए, उनीहरूको लालन पोषण र स्याहारसुहारमा र तिनका शिक्षा दीक्षामा व्यस्त हुनुहुन्थ्यो। यो कार्यक्रम निकै चर्चित रह्यो। यो कार्यक्रम हामी पहिला प्रसारित गर्नेछौँ र यो कार्यक्रमको दोस्रो भागमा हामी पुष्पा बस्नेतसँग लिएको ताजा अन्तर्वार्ता प्रस्तुत गर्नेछौँ। विगत र वर्तमान र भविष्यका सम्भावनाहरूलाई औलाउने यो कार्यक्रम। धेरै बेर भयो म पृथुसलाई पर्खिराखेको छु। म सानोकांक्षी र उनका अन्य साथीहरूलाई पनि पर्खिरहेको छु। पृथुस र सानोकांक्षीलाई मैले भेटेको धेरै दिन भएको छैन। उनलाई पहिलो पटक मैले पुष्पा बस्नेतको स्कुलमा भेटेको। आज उनीहरू आफू बस्ने गरेको स्कुलबाट उनीहरूकै शब्दमा घर फर्केर आउँदैछन्, जाडोको 10 दिनको बिदा मनाउन। उनीहरूको घरलाई सारा संसारले चाहिँ जेल भनेर चिन्दछ र म अहिले सारा संसारले जेल भनेर चिन्ने, तर पृथुस सानोकांक्षीहरूले घर भनेर बोलाउने केन्द्रीय महिला कारागार बाहिर पर्खिराखेको छु उनीहरूलाई। पुष्पा हमाल विगत 8 वर्षदेखि जेलमा छिन्। लागु पदार्थ ब्राउन सुगर ओसार पोसार गरेको अभियोगमा उनलाई 15/5 भएको छ। 15/5 जेलको भाषा हो। 15 भन्नाले 15 वर्षको जेल र 5 भन्नाले 5 लाख जरिवाना। 5 लाख जरिवाना तिर्न नसके त्यो थप 5 वर्ष कैदमा बदलिन्छ। पुष्पा हमालले 8 वर्ष जेलमा काटिसकेकी छिन्। आफूलाई जबरजस्ती फसाइएको दाबी छ उनको, तर भनेर पनि के गर्ने, कसैले पत्याउने होइन भनेर उनी भन्छन्। जेलमा रहेकी एक सुरक्षाकर्मीले मलाई कानमा भनिन्, यो जेलमा दोष गरेर जेल परेका पनि छन् र दोषी नबरेर फसाइएकाहरू पनि छन्। महिला जेलभित्र विडम्बना कस्तो छ भने भित्र कैदी मात्र बस्दैनन्, कतिपय अवस्थामा उनका नाबालक सन्तानहरू पनि आफ्नो आमाले गरेको वा नगरेको कर्मको सजाय भोग्न बाध्य हुन्छन्। संसारमा एकातिर यस्ता मातापिता छन् जसले आफ्नो सन्तानलाई सप्तोक पुर्याएका छन् अथवा कमसेकम पुर्याउने कोसिस गरिराखेका छन्। अर्कोतिर यस्ता सन्तानहरू पनि छन् जो आफ्नो कुनै दोष नभइकन आफ्नो मातापिताले गरेको वा नगरेको कर्मको कारणले कैद बस्न बाध्य छन्। तिनको विषयमा सोच्दा र तिनलाई आफ्नै अगाडि देख्दा मन कस्तो कस्तो भएर आउँछ। यतिकैमा बच्चाहरू आइपुगे। उनीहरूको
भाषामा भन्ने हो भने उनीहरू आफ्नो घर आइपुगे, अर्थात् केन्द्रीय महिला कारागारमा आइपुगे। मैले प्रत्युषलाई देख्ने बित्तिकै चिने र मैले उसलाई सोधेँ, तिमी कहाँ आएको? घरमा। ए, बच्चाहरू जाडोको 10 दिनको बिदामा आफ्नो घर आएका हुन्, तर यो घरभित्र प्रवेश गर्न केही प्रशासनिक प्रक्रियाहरू मिलाउनु पर्ने भएको हुनाले उनीहरू केही बेर पर्खिनु पर्नेछ, कागजपत्र मिलाउनु पर्ने हुन्छ आफ्नो आमाबाबुलाई, भित्र रहेका आफ्ना आमाबाबुलाई भेट्न। त्यतिन्जेल हामी फेरि कुरा गर्न थाल्यौँ बच्चाहरूसँग। घर रमाइलो के स्कुल? स्कुल सानकान्छी हो? ए, सानकान्छीको कस्तो छ अहिले? ठिक छ? कहाँ आएको? घरमा आएको? कस्तो छ तिम्रो? राम्रै छ? घर रमाइलो छ कि स्कुल छ? सानो कान्छीले चाहिँ छुट्याउन सकिनन् घर रमाइलो के स्कुल भनेर। वास्तवमा भन्ने हो भने सानो कान्छीको निम्ति स्कुल र घरको बीचमा कुन ठाउँ रमाइलो भनेर छुट्याउन त्यति सजिलो पनि छैन। उनकी आमा सन्तमाया तामाङ आफ्नो श्रीमानलाई मारे बापत ज्यान मुद्दा पश्चात जेल आएकी हुन्। अब उनको सजाय धेरै बाँकी छैन, सायद यो वर्ष नि छुट्छिन् होला उनी। अब 12-13 महिना छ। ए, 12-13 महिना मात्रै छ अब? हजुर। 15 वर्ष कैद र 5 लाख रुपियाँ जरिवानाको सजाय पाएकी पुष्पा हमाल जेलमा शिक्षिकाको पनि भूमिका निर्वाह गर्दछिन्। उनले जेलभित्रै आएर एसएलसी गरिन्, आइए गरिन् र अहिले उनी जेलभित्रैबाट बिए परीक्षाको तयारी गर्दैछन्। 15-5 को सजाय पाएकी तर जेलभित्रै पढेर शिक्षिका भएकी पुष्पा हमालले हामीलाई बताइन्, जेलको वातावरण यस्तो हुन्छ कि यहाँभित्र 15-16 महिना पुगिसके पछिका बच्चाहरूलाई नराख्दै राम्रो। 16-17 महिनादेखि नै हामीले पठाउन पाए हुन्थ्यो। अलिकति ठुलो हुँदै गइसकेपछि अब चाहिँ यहाँनिर नराख्दै राम्रो हुन्छ जस्तो लाग्छ कि हामीलाई चाहिँ। किन? अब नराम्रो कुराहरू सिक्छ उनीहरूले होइन। अब भित्रको वातावरण अब धेरैजना मान्छेको माहौलमा, किनभने झै झगडा पनि हुन्छ नि त कहिलेकाहीँ त। त्यस्तोहरू हुँदा उनीहरू बच्चाहरूलाई त अब उनीहरूलाई त नराम्रो असर पर्छ नि त। किन यस्तो हुन्छ? अब जस्तै कि अब यहीँबाट मान्छेहरू अब हतगढी लाएर बाहिरभित्र गर्दा उनीहरूलाई चाहिँ अब मानसिक टर्चर त त्यत्तिकै पर्छ कि एक त आमाहरूले त आफूले गल्ती गरे उनीहरूले सजाय पाए, तर बच्चाहरूको त केही गल्ती त छैन नि त त्यसमा। अनि उनीहरूलाई चाहिँ कस्तो भने अलिकति भित्र धेरै समयसम्म राख्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ मानसिक टर्चर चाहिँ पर्छ नै जस्तो लाग्छ हामीलाई चाहिँ। सानो कान्छीकी आमा सञ्जमाया तामाङ चाहिँ जेलको बारभित्रबाट बाहिर आउन पाउँदैनन्। उनी अघिदेखि नै प्रतीक्षारत छिन् कुन बखत सानो कान्छी आउलिन्, आफ्नो मुटुको टुक्रा आउला र त्यसलाई हेरौँला भनेर। सञ्जमाया तामाङको आफ्नो मार्मिक कथा छ। उनको श्रीमान जड्या थिए रे, मारपिट गर्ने रक्सी खाएर आएर र एक दिन रिसाएर उनले पनि ढुङ्ग्रोले आफ्नो श्रीमानको टाउकोमा हानिदिँदा पतिको देहान्त भएको थियो भन्ने कुरा जेलमा रहेका मानिसहरूले हामीलाई बताए। छोरीको प्रतीक्षामा त्यो दिन उनी अघिदेखि नै बाटो हेरिरहेकी थिइन् जब उनले आफ्नी छोरीलाई देखिन्। असाध्य मिठो मुस्कान उनको अनुहारमा छरियो। हो, यी तिनै सानो कान्छी हुन् जसले पुष्पा बस्नेतको कुर्ता समात्दिँदा पुष्पा बस्नेतले अनुहार रातभरि बिर्सिन सकिनन्, घटना रातभरि बिर्सिन सकिनन् र उनले जिन्दगीमा एउटा अठोट गरिन् कि उनी जेलमा कैद हुन बाध्य भएका बालबालिकाको निम्ति आफ्नो तर्फबाट पनि केही गर्ने छिन् भनेर। जेल भित्रको वातावरण सहज हुँदैन, सबैलाई थाहा भएकै कुरा हो। विभिन्न खाले मानिस र प्रवृत्ति रहन्छन् त्यहाँ, झै झगडा पनि भइरहन्छ। यस्तो वातावरणमा हुर्किने बालबालिकाको भविष्य कस्तो होला तपाईँ सोच्न पनि सक्नुहुन्न। यस्तो वातावरणबाट ससाना बालबालिकालाई बाहिर ल्याएर पालन पोषण शिक्षा दीक्षा दिने काममा पिए नेपाल, सेतु नेपाल, बाल मन्दिर, पारिजात जस्ता सङ्घ संस्थाहरू लागिरहेका छन्। पुष्पा बस्नेत यो कार्यमा संलग्न हुन प्रारम्भ गर्दा उनको उमेर मुस्किलले 20-21 वर्षको हुँदो हो। पुष्पा बस्नेत खासै राम्री विद्यार्थी थिइनन्। एसएलसीमा फेल भएकी, परिवारको नाक काटेको भनेर आरोप लगाएकी हुन त उनी हुने खाने घरकी
केटी हुन्। त्यसपछि सेन्ट जेभियर्स कलेजबाट जहाँ उनी ब्याचलर इन सोसियल वर्क पढिराखेकी थिइन् 1 वर्षको निम्ति निष्कासित भएकी खासै राम्रो विद्यार्थी थिइनन् पुष्पा। तर पुष्पाको मनमा बालबालिकाको निम्ति स्नेहको चाहिँ कुनै कमी थिएन, मायाको कुनै कमी थिएन। आफ्नो ब्याचलर इन सोसियल वर्कको फिल्ड वर्कको निम्ति उनी एक दिन सुन्दारा जेल आइन्। उनी यो देखेर छक्क परिन् कि जेलभित्र कैदी त छँदै थिए, तर तिनका साथ केही नाबालकहरू पनि कैदमा कैद थिए। जेलमा सानो कान्छीले पुष्पा बस्नेतको कुर्ता समाइन् र छोड्दै छोडिनन्। पुष्पाले पनि सानो कान्छीको मुहारलाई बिर्सनै सकिनन् र त्यसपछि बदलियो पुष्पा बस्नेतको जीवनधारा, त्यसपछि बदलियो उनको विश्वास। आदरणीय दर्शकहरू, यहाँहरू हेर्दै हुनुहुन्छ कार्यक्रम दिशानिर्देश। यो कार्यक्रममा आज हाम्रो विषयवस्तु हुनुहुन्छ, विषयवस्तुको केन्द्रमा हुनुहुन्छ पुष्पा बस्नेत, जसले दक्षिण कोरियाको एक अन्तर्राष्ट्रिय पुरस्कार हालै प्राप्त गर्नुभएको घोषणा गरिएको छ। पुष्पा बस्नेतसँग सन्दर्भित यो कार्यक्रमको पहिलो भागमा अहिले हामी प्रस्तुत गर्दैछौँ 2.5 वर्ष अगाडि खिचिएको एउटा भिडियो, र यो भिडियोको समाप्ति पछि हामी पुष्पा बस्नेतसँगको ताजा अन्तर्वार्ता प्रसारित गर्नेछौँ। अहिलेको निम्ति पुरानो भिडियोतर्फ एकचोटि फेरि फर्कौँ। गर्नुपर्छ भनेछ they are for me. फर्स्ट टाइम म त्यहाँ जेलभित्र छिर्दाखेरि कस्तो भयो भने त्यहाँ जाँदाखेरि मैले फर्स्ट इन्काउन्टर गरेँ त्यो सानो बच्चाहरू देखेँ कि, अनि देख्दाखेरि चाहिँ मलाई कस्तो भने अब यहाँ पनि बच्चा हुँदो रहेछ, यस्तो जेलभित्र पनि बच्चा राख्दो रहेछ। जिन्दगीमा पहिलो पटक जेल जाँदा पुष्पाले देखिन् सानो कान्छीलाई, सानो कान्छीले भेटिन् पुष्पालाई। अनि पुष्पाको कुर्ता समात्दै पुष्पा जता जता जेलमा जान्थिन् यी सानी कान्छी पनि पुष्पालाई पछ्याउँदै हिँड्थिन्। त्यहाँ जाँदाखेरि चाहिँ सानो कान्छीले हो मेरो कुर्ता तानेको थियो। उसले कुर्ता तान्दाखेरि चाहिँ मलाई कस्तो भयो भने यो के गरेको होला यो बच्चाले मलाई भन्ने जस्तो भयो कि। अनि त्यसलाई हेर्ने त्यो कस्तो थियो भनेपछि त्यो बच्चामा यस्तो थियो कि सियादा चाम जस्तो के हुन्छ नि, ऊ अर्कै थियो कि मेरो लागि हुन्छ नि। म सोच्न पनि सकेको थिएन त्यो बच्चा त्यस्तो छ। मलाई के भयो के हुन्छ नि, अब यो बच्चाले तान्यो मेरो कुर्ता, किन तान्यो मलाई के भन्यो, के हेरेर तान्यो भयो के मलाई। अनि त्यसपछि अनि कुरा गर्दै गयो, तर त्यो बच्चा मेरो पछि पछि लाग्यो क्या। पहिलो पटक जेल पुगेकी पुष्पा घर फर्किसकेपछि पनि सानो कान्छीको अनुहारलाई बिर्सिन सकिनन्। घरिघरि तिनका आँखाहरू पुष्पाको मनमा आइरहे र उनले त्यो रात निर्णय गरिन् कि म अब जिन्दगीमा जेलभित्र रहेका बच्चाहरूको निम्ति केही गर्ने कोसिस गर्छु। आदरणीय दर्शकहरू, यी त भए पुराना कुराकानीहरू 2.5 वर्ष अघि रेकर्ड गरिएका। यो कार्यक्रम प्रसारित भएपछि पुष्पा बस्नेतको जिन्दगी र उहाँको संस्थाको स्थितिमा पनि थोर बहुत बदलाव आइसकेको छ। आजभोलि चाहिँ उहाँ के गर्दै हुनुहुन्छ यस विषयमा कुराकानी गर्नको निम्ति हामीले पुष्पा बस्नेतलाई कान्तिपुर टेलिभिजनको स्टुडियोमा निम्ताएका थियौँ। अब प्रस्तुत छ सो भिडियो रेकर्डिङ, सो इन्टरभ्यूको भिडियो रेकर्डिङ।